दर्शक वृन्द, एउटै परिवारका सबै सदस्यको अन्त्य, अधुरै रह्यो अमेरिका जाने सपना। सपनाका रंगीन तस्बिरहरू बोकेर वैशाख पूर्णिमाको अवसरमा जलजला मेला भर्न हिँडेका एउटा परिवारका लागि त्यो यात्रा जीवनकै अन्तिम र भयावह यात्रा बन्न पुग्यो। रोल्पाको थबाङ गाउँपालिका एक जलजला क्षेत्रमा भएको जीव दुर्घटनामा परि दीपकको सिङ्गो परिवार नै नरहेको खबरले अहिले गाउँ नै शोकमा डुबेको छ। रुकुम पूर्वबाट रोल्पाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल जलजला जाँदै गरेको लु 1/6/4167 नम्बरको जीप वर्षाका कारण चिप्लो भएको सडकबाट करिब 800 मिटर तल खस्दा यो दर्दनाक दुर्घटना भएको हो। दुर्घटनामा परेर 20 जनाले ज्यान गुमाएका छन्। अधुरो सपना र कलिला मुनाहरूको अन्त्य। दीपकको परिवार छिट्टै सपरिवार अमेरिका जाने अन्तिम तयारीमा थियो। नयाँ भविष्य र नयाँ देशको सपना सजाएको त्यो परिवार भगवानको दर्शन गर्न भनी हिँडेको थियो। तर बीचैमा कालले चुडेर लग्यो। परिवारका सबै सदस्यको एकै पटक निधन भएपछि दीपकको घरमा अहिले कोही पनि छैनन्। कलिला बालबालिकाको मृत्यु जसले संसार बुझ्न बाँकी थियो। ती निर्दोष कोपिलाहरू फुल्न नपाउँदै निभाइएका छन्। जसलाई पुज्न जाँदै हुनुहुन्थ्यो उसैले नै लग्यो भन्दै अहिले आफन्ती र छिमेकीहरूको रुवाबासी भइरहेको छ। सम्पूर्ण मृतक परिवारजनहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।